Hello everyone. यदि हजुर ब्याचलर लेभलमा फाइनेन्स पढ्दै हुनुहुन्छ र त्यसभित्र चाहिँ हजुरले फाइनेन्सियल एसेस भ्यालुएसन त्यसको पनि बोन भ्यालुएसन सम्बन्धी हजुरलाई प्रब्लम गाह्रो लाग्छ भने दिस भिडियो इज फर यु एन्ड ओन्ली यु। आज हामी पढ्न जाँदैछौँ ब्याचलर्स लेभलको एउटा यस्तो इम्पोर्टेन्ट क्वेसन जुन चाहिँ भेरियस ब्याचलर्स प्रोग्राममा है यदि हजुर 1 इयरको ब्याचलर्स प्रोग्राम द्याट इज बिबिएस पढ्दै हुनुहुन्छ अर बिबिए अर बिबिएम टियुको पियुको पोखरा युनिभर्सिटीको एनी युनिभर्सिटी है त्यसभित्र हजुरले फाइनेन्स पढ्दै हुनुहुन्छ भने अफकोर्स हजुरले यो बोन्ड भ्यालुएसन सम्बन्धी पढ्नुहुन्छ, स्टक भ्यालुएसन सम्बन्धी पढ्नुहुन्छ हो। त्यो च्याप्टरभित्र आउने बोर्ड इक्जाममा क्वेसन पनि आई थिङ्क स्योर नै छ। सो त्यहाँबाट आउने क्वेसन चाहिँ आज हामी एउटा क्वेसन गर्नेछौँ। यो भिडियो चाहिँ क्लास 12को स्टुडेन्टलाई पनि इम्पोर्टेन्ट हुन्छ यदि हजुर फाइनेन्स पढ्दै हुनुहुन्छ भने चाहिँ। सो यदि हजुरलाई बोर्ड भ्यालुएसन गाह्रो लाग्छ भने डु वाच दिस भिडियो कम्प्लिटली। आज यो टपिक म पानी पानी बनाउनेछु। आज मैले ल्याएको छु ब्याचलर्सको है बिबिएसको सेकेन्ड एउटा क्वेसन ल्याएको छु। सो हेयर द क्वेसन मैले ल्याएको छु बिबिएस सेकेन्ड इयरको रिसेन्ट क्वेसन छ 2078मा सोधेको है 2078 14को बीमा सोधेको 5 मार्क्सको क्वेसन छ। सिम्पल छ 5 मार्क्स क्वेसन हो है। यस्तै क्वेसन अरू लेभलको इक्जाममा पनि अफकोर्स आउँछ नि। सो आई थिङ्क 10 to 15 मिनट्स द्याट्स मोर देन इनफ है। ल सो 10 to 15 मिनट्स मजाले ध्यान गर्नुहोस्, फोकस। भिडियो हेर्ने मात्र होइन, आई विल रिक्वेस्ट यु टु गाइज टु जस्ट ब्रिङ कपी पेन एज वेल र सँगै गरौँ है त, हेर्दै सँगै गरौँ। त्यसपछि आएर यु विल अन्डरस्ट्यान्ड चाँडोभन्दा चाँडो है। ल अब ध्यान गरी पहिला क्वेसन बुझौँ। क्वेसन के भनेको छ हेरौँ है। सपोज सिटी ब्याङ्क सोल्ड एन्ड इस्यु अफ बोन्स विथ 10 year म्याचुरिटी अफ आरएस 1000 पार भ्यालु एट 12% कुपन रेट एन्ड सेमी एनुअल इन्ट्रेस्ट रेट पेमेन्ट्स। सो के भनेको छ, एउटा सिटी ब्याङ्कलाई चाहिँ लोन चाहिएको रहेछ, पब्लिकलाई बोन्ड इस्यु गरेर 10 yearsको बोन्ड इस्यु गर्न लागेको छ। 10 years म्याच्योर टाइम पिरियड छ र एक किताब बोन्डको भ्यालु कति हो त 1000 भनेको छ। युजली त्यही नै हुन्छ। र त्यसपछि यहाँ 12% कुपन रेट दिएको छ। द्याट मिन्स वाट, कुपन रेट भने के हो त, यो बोन्ड जसले किन्छन् त्यो उनीहरूको पोइन्ट अफ भ्यूबाट इन्भेस्टमेन्ट हुन्छ। सो जसले किन्छन् उनीहरूले चाहिँ वर्षको 12% रिटर्न पाउँछन् भन्न खोजेको। सो यदि हजुरले यो बोन्ड किन्नुभयो, एक किताब मात्र 1000 रुपियाँ किन्नुभयो भने चाहिँ एट द एन्ड अफ इयर तपाईँले चाहिँ 120 रुपियाँ इन्ट्रेस्ट पाउनुहुन्छ भन्नु खोजेको है। एन्ड सेमी एनुअल इन्ट्रेस्ट पेमेन्ट, ओ 120 त होइन रहेछ, यहाँ चाहिँ के हो, सेमी एनुअल इन्ट्रेस्ट पेमेन्ट रहेछ। सो 6 महिना पाउनुहुन्छ। द्याट इज एक वर्षमा 120 पाउनुहुन्छ भने 6 महिना कति पाउनुहुन्छ त 60। सो 6 मन्थको एन्डमा 60 रुपिस पाउनुहुन्छ। त्यसपछि अर्को 6 मन्थको एन्डमा अर्को 60 पाउनुहुन्छ भनेको छ है। मार्केट इन्ट्रेस्ट रेट इज 10%। मार्केट रेट चाहिँ 10% छ। हामीले मार्केटमा हेर्ने हो चाहिँ एभरेजमा 10% मात्र पाइरहेको रहेछौँ। क्यालकुलेट भ्यालु अफ बोन्ड एट प्रेजेन्ट, यसको भ्यालु कति छ बोन्ड आजको डेटमा प्रेजेन्ट भ्यालुमा। र वुड यु पर्चेस द बोन्ड इफ इट इज ट्रेडिङ एट 1050, किन्नुहुन्छ त भनेर सोधेको छ। यदि यो मार्केटमा चाहिँ 1050 पाइरहेको छ भने। र डाइरेक्टली सोर्स जानु अगाडि चाहिँ म टाइम लाइन बनाएर देखाइदिन्छु, हजुरलाई धेरै नै सजिलो हुन्छ। फर्मुला कन्ठ गर्नुभन्दा पनि यो हामीले टाइम लाइन युज गरौँ, धेरै सजिलो हुन्छ है। ल सो के भनेको छ, हामीलाई 10 yearsको टाइम पिरियड दिएको छ। आज 0 एट द एन्ड 10 हो होइन। अब यहाँ के छ त भन्दाखेरि चाहिँ एकैछिन ल। सो यहाँ 10 years टाइम पिरियड छ। सो 1 2 3 4 5 ल सिधै 10 मैले गरिदिएँ है त। सो के भनेको छ हाम्रो हेरौँ है। आजको डेटमा यो बोन्डको भ्यालु निकाल्नुपर्ने छ। सो प्रेजेन्ट भ्यालु निकाल्नु छ। प्रेजेन्ट भ्यालु आजको डेटमा बोन्डको भ्यालु होइन, यो आजको डेटमा बोन्ड भ्यालु निकाल्नु छ नि त होइन। सो यो बोन्डको रिटर्न के छ त, कुनै पनि बोन्डको भ्यालु भनेको डिपेन्ड्स अन वाट यु नो, त्यसले फ्युचरमा दिने रिटर्न कति दिन्छ त रिटर्न फ्युचरमा। फ्युचरमा यसमा रिटर्न दिने के छ त, बोन्ड केसमा 6 महिना रिटर्न आउँछ एउटा, त्यो भयो। अर्को भनेको यो हामीले म्याचुरिटीसम्म होल्ड गर्दाखेरि कति पाउँछौँ त, पार भ्यालु जति छ त्यति रिटर्न पाउँछौँ। सो रिटर्न दुइटा भयो है, दुइटा भयो रिटर्न। द्याट इज एउटा फर्स्टमा इन्ट्रेस्ट पाउँछौँ। सो 6 महिनामा 0.5, यहाँ 1.5, त्यसपछि 2.5, देन 3.5। यसमा 6 महिनामा कति पाउँछ त हामीले इन्ट्रेस्ट, पाउने कति हो त, पाउने त एक वर्षमा 120 हो भने हाम्रो के भनेको छ 12% भनेको छ। सो 12% त कुपन रेट हो। 12% इन्टु 1000 गर्दा कति आउँछ, द्याट इज 120 आउँछ होइन। 120 यो त एक वर्षमा पाउने हो। हामीले एक वर्षमा 6 महिना इन्ट्रेस्ट दिनु भएको छ। सो डिभाइड बाई 2 गर्नु पऱ्यो। सो 60 पाउँछौँ 6 महिनामा होइन। सो यहाँ 60 पाउँछौँ, यहाँ 60 पाउँछौँ, यहाँ 60 यसरी एभ्री टाइममा वी विल गेट वाट 60 रुपिस रिटर्न होइन। त्यहाँबाट रिटर्न पाउँछौँ, त्यहाँबाट बेनिफिट पाउँछौँ। अर्को के पाउँछौँ त, एट द एन्ड अफ 10th year हामीले जति एमाउन्ट इन्भेस्ट गरेको छौँ 1000 पार भ्यालु त्यति पाउँछौँ होइन त। ल सो यति रिटर्न पाउने हो।
हो, यो सबैको चाहिँ आजको डेटमा कति प्रेजेन्ट भयो निकालौँ। त्यही नै हो भ्यालु अफ बोन्ड अथवा इन्ट्रिन्सिक भ्यालु अफ बोन्ड है त। सो सिम्पल के गर्नु पर्यो त यो सबै रिटर्नको है, यो सबै रिटर्न जुन चाहिँ 6 महिनामा 60 रुपियाँ पाउँछौँ एभ्री मन्थ है, एभ्री 6 मन्थमा जति 60 रुपियाँ पाउँछौँ र एट द एन्ड अफ 10th इयर 1000 पाउँछौँ। सबैको आजको डेटमा प्रेजेन्ट भ्यालु निकालौँ, जोडौँ, त्यही नै हो भ्यालु अफ बोन्ड है। सिम्पल, बुझ्नुभयो नि है? ल अब चाहिँ गिभन लेखौँ है। सो यो क्वेसनमा जे दिएको छ त्यो लेख्छौँ फर्स्टमा गिभन। सो हामीलाई दिएको छ एउटा दिएको छ बोन्डको भ्यालु, म्याच्युरिटी टाइम पिरियड दिएको छ, बोन्डको भ्यालु दिएको छ। सो भ्यालु अफ बोन्ड अथवा पार भ्यालु अफ बोन्ड भन्दा पनि हुन्छ, अरू म्याच्युरिटी भ्यालु अफ बोन्ड भन्दा पनि हुन्छ एम है। यो दिएको छ 1000। अर्को टाइम पिरियड दिएको छ एन, बोन्ड ड्युरेसन भनौँ अथवा टाइम पिरियड एन दिएको छ 10 इयर्स। अर्को दिएको छ हाम्रो 12% दिएको छ कुपन रेट। सो कुपन रेट सिम्बल स्मल आई, यो एमाउन्ट कति छ, त्यो पर्सेन्ट 12% छ। यही अनुसार चाहिँ कुपन एमाउन्ट निकाल्नु पर्ने हुन्छ। सो कुपन एमाउन्ट निकालौँ, कुपन एमाउन्ट यो चाहिँ क्यापिटल आई है। यो भनेको के हो त 12% इन्टु 1000 हुन्छ, त्यो भनेको 120 रुपियाँ भयो नि त। सो वर्षको हामीले 120 पाउँछौँ भन्ने भयो। यहाँ सेमी एनुअल भनेकै छ। त्यसो अरू के दिएको छ, मार्केट रेट दिएको छ 10% मार्केट इन्ट्रेस्ट रेट। सो यो मार्केट इन्ट्रेस्ट रेट, यसको सिम्बल चाहिँ केडी है, 10% दिएको छ। अरू केही दिएको छ छैन, यो त पछि निकाल्नुपर्ने हामीले के हो त अहिले भ्यालु अफ बोन्ड। ल निकालौँ नाउ एमा फर्स्टमा है, क्यालकुलेसन अफ भ्यालु अफ बोन्ड। आजको डेटमा भ्यालु अफ बोन्ड कति हुन्छ त, हाम्रो भ्यालु अफ बोन्ड चाहिँ सिम्बल चाहिँ भिडी है। सो भिडी, सो देयरफोर भिडी फर्मुला के हो त मैले अघि भनिहालेँ, सिम्पल है। अब यहाँ हेरौँ है, फेरि पनि म यो रिपिट गर्दैछु, यो इम्पोर्टेन्ट पार्ट हो है। यहाँ हामीले पाउने रिटर्न के हो त भन्दाखेरि एभ्री 6 मा 60 रुपियाँ पाउँछौँ, 6 मन्थको एन्डमा 60 रुपियाँ पाउँछौँ। सो के भयो त 10 वर्षमा पाउने हो नि त होइन। सो त्यो 10 वर्षमा 60 60 6 महिनामा पाउँछौँ। त्यसको आजको डेटमा प्रेजेन्ट भ्यालु निकाल्नु पर्यो। यो के हो त, यो हेरौँ त एभ्री 6 मन्थमा इक्वल टाइम पिरियडमा वी आर गेटिङ इक्वल रिटर्न, द्याट इज के हो त यो एन्युटी केस भयो। एन्युटी पनि हामीले के निकाल्नु पर्यो त प्रेजेन्ट भ्यालु निकाल्नु पर्ने छ। सो प्रेजेन्ट भ्यालु अफ एन्युटी, सो फर्स्टमा सिम्पल के गर्छौँ भन्दा चाहिँ यो इन्ट्रेस्ट जति पाउँछ त्यसको प्रेजेन्ट भ्यालु निकाल्छौँ। त्यो भनेको सिम्पल है, यहाँ इन्ट्रेस्ट त 60 रुपियाँ हो। सो यो भनेको I/2 हो, आई भनेको त 120 हो अनि बाई 2 गर्छौँ। त्यसपछि इन्टु त्यसको हामीले प्रेजेन्ट भ्यालु निकाल्नु छ, तर एन्युटी केस हो त्यही भएर PVIFA युज गर्छौँ, प्रेजेन्ट भ्यालु इन्ट्रेस्ट फ्याक्टर अफ एन्युटी है। अनि त्यसपछि आएर केडी, यो त चाहियो। अब केडीलाई के हो नि त डिभाइड त गर्नु पर्यो, किनकि यदि वर्षको हामीले कति पाउँछौँ 12% कुपन पाउँछौँ भने 6 महिनामा कति पाउँछौँ त 6% पाउँछौँ नि त होइन, डिभाइड गर्नु पर्यो, त्यही भएर डिभाइड बाई 2 अनि कमा एन कति पिरियड, पिरियड त कति हो 10 इयर्स हो, तर कतिचोटि पाउँछौँ त वर्षमा 2 चोटि पाउँछौँ होइन। 10 वर्षमा कतिचोटि पाउँछौँ 20 चोटि पाउँछौँ। सो इन्टु 2 गरेको हो नि त। सो त्यही भएर 2n यो फर्मुला भयो। सो हाम्रो जति इन्ट्रेस्ट पाउँछौँ 6 महिनामा त्यसको प्रेजेन्ट भ्यालु थाहा भयो। अर्को के छ त, अर्को पनि त्यो 1000 पनि त छ, 1000 पनि त पाउने हो। 1000 कहिले पाउने हो त 10th इयरको एन्डमा पाउने हो। सो वान टाइम ओन्ली वी विल गेट इट होइन। सो त्यसको 10 वर्षपछि पाउने, सो 10 वर्षपछि पाउने 1000 रुपियाँको आजको डेटमा कति भ्यालु हुन्छ त, हाउ विल यु फाइन्ड इट। भनेको एउटा एमाउन्टको भ्यालु थाहा पाउनु हो नि त प्रेजेन्ट भ्यालु। सो सिम्पल प्रेजेन्ट भ्यालु निकाल्छौँ। सो 1000 रुपियाँ द्याट इज म्याच्युरिटी इन्टु त्यसको प्रेजेन्ट भ्यालु निकाल्ने हो। यो त एन्युटी केस छैन। सो त्यही भएर PVIF मात्र लेख्छौँ र केडी अफकोर्स डिभाइड बाई 2 इन्टु 2 इयर बाई इन्टु कमा 2 इयर। ल सो यो फर्मुला हाम्रो भयो है। ल अब फर्मुला बुझ्नुभयो होइन। सो कन्ठ गर्नु पर्दैन, सिम्पल कुरा छ, प्रेजेन्ट भ्यालु निकाल्ने हो। टाइम भ्यालु अफ मनीको सिम्पल कुरा हो, हामीले अगाडिदेखि पढिआएको छौँ। डु चेक आउट माई भिडियोज है, मेरो युट्युब च्यानलभित्र गएर हेर्नु होला, त्यहाँ टाइम भ्यालु अफ मनी सम्बन्धी मैले 2-3 क्वेसन गरेको छु। डु चेक आउट द्याट भिडियोज, म तल डिस्क्रिप्सनमा हालिदिन्छु, चेक आउट द्याट भिडियोज। सिम्पल है, प्रेजेन्ट भ्यालु निकालेको। फेरि पनि मैले भन्दैछु बोन्डको भ्यालु भनेको त्यसमा आउने रिटर्नलाई रिटर्नको बेसिसमा हुन्छ। यदि रिटर्न धेरै आउँछ भने विल ह्याभ हायर भ्यालु, लोवर आउँछ भने लोवर भ्यालु हुन्छ, फाइन।
लेट्स डु अब भ्यालु हाल्दिउँ गरौँ है त। सो यहाँ क्यालकुलेसन पार्ट है। सो आईको भ्यालु 120 भइहाल्यो। रातोमा गरिदिउँ। सो आई 120/2 इन्टु पिभिआइएफए केडी भनेको हाम्रो कति छ 10% दिएको छ। सो 10% डिभाइड बाई 2, 2 हाम्रो एनको भ्यालु कति छ 10 छ, प्लस म्याचुरिटी भनेको 1000 हो, इन्टु पिभिआइएफ। अब यहाँ चाहिँ झुकेर ए नगरौँ है, यहाँ मिस्टेक गर्ने धेरैको चान्स छ है। यहाँ पार्ट यसमा स्टुडेन्ट धेरै मिस्टेक गर्ने चान्स छ। यहाँ पिभिआइएफए लेख्यो, यहाँ पनि पिभिआइएफए लेखिदिन्छन्, कन्ठ गरिदिन्छन् कि कसरी आएको त्यो बुझ्नु पऱ्यो कि। ट्राई टु अन्डरस्ट्यान्ड कन्सेप्ट बिहाइन्ड द फर्मुला है। इफ यु नो द कन्सेप्ट केही पनि गाह्रो छैन। फर्मुला भने केही पनि कन्ठ गर्नै पर्दैन कि यार। इस धेरै 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 इजी के फाइनेन्स भन्ने कुरा है। ल ध्यान दिउँ। कमा 2 इन्टु 10। सो यो भनेको अब 60 भइहाल्यो इन्टु पिभिआइएफए 5% यता आयो, कमा 20 प्लस 1000 इन्टु पिभिआइएफ 5%, कमा 20। अब यो भ्यालु निकाल्नु पऱ्यो। हामीलाई कुन कुन भ्यालु चाहियो त? यो पिभिआइएफए भ्यालु चाहियो र पिभिआइएफ भ्यालु चाहियो। यो दुवै भ्यालु कहाँ खोज्छौँ हामीले? कसरी खोज्छौँ? हामी खोज्छौँ फाइनेन्सियल टेबलभित्र। हजुरले इक्जाममा त फाइनेन्सियल टेबल लाउनु पाउनुहुन्छ मजाले। सो फाइनेन्सियल टेबल खोज्ने। सो फाइनेन्सियल टेबलमा फर्स्टमा पिभिआइएफ टेबलमा जाउँ, 5% लाइनमा 20 टियरमा कति छ चाहिँ हेरौँ, त्यस्तै गरी पिभिआइएफमा पनि त्यही हेरौँ है त। ल सो भ्यालु चाहिँ यो टेबलमा खोजौँ। ल अब म यो यहाँ 60 लेख्दै गर्छु है त। सो यहाँ 60 इन्टु त्यो भ्यालु चाहियो प्लस 1000 इन्टु भ्यालु चाहियो। ल भ्यालु खोजौँ है। सो पिभिआइएफए म पिभिआइएफए टेबल जान्छु। फर्स्टमा पिभिआइएफए टेबल 5% है। सो हाम्रो 5%मा 20 इयर भनेको छ। सो 20 इयर यहाँ छ। सो कति आयो त 12.4622 होइन त। यही देख्यो यो भ्यालु 12.4622, त्यही लेख्थ्यौँ 5%मा 12.4622 है। 12.4622। त्यसपछि यार पिभिआइएफ टेबल जानु पऱ्यो। सेम 5% 20 को निकाल्नु पऱ्यो। पिभिआइएफ टेबल यो त माथि हुन्छ। पिभिआइएफ टेबल 5% भेटाइयो, 5% भेटाइयो, त्यसो 20मा हुन्छ यहाँ 0.3769 यही भ्यालु भयो। हेरौँ है 5% त्यसपछि 20 इयर कम यही छ 0.3769, 0.3769, 0.3769। ल अब त सिम्पल के छ त क्यालकुलेसन युज गर्ने क्यालकुलेसन गरिदिउँ। 60 इन्टु 12.4622 प्लस 1000 इन्टु 0.3769 कति आयो त भ्यालु? मैले सिधै लेख्दै है। हजुरले अर्को नेक्स्ट स्टेप बिचमा गरेर गर्न सक्नुहुन्छ। मैले सिधै गर्दा यहाँ हाम्रो भ्यालु आउँछ आरएस 1124.632 आउँछ। ल मैले 60 मात्र लेख्थेँ। हाम्रो डेसिमल पछि दिँदा भ्यालु हुन्छ। भने के देखियो त आजको डेटमा यो बोन्डको भ्यालु दो इज पार भ्यालु इज 1000 मात्रै हो। स्टिल यसको चाहिँ हामीले भ्यालु निकाल्ने हो भने चाहिँ यसको भ्यालु आउँछ 1124 रुपिस। सो देयरफोर भ्यालु अफ बोन्ड इज आरएस 124.63। ल अब यति भ्यालुको बोन्ड अब बीमा सोधेको के हो त हामीलाई क्वेसनमा। नेक्स्ट पार्ट बाँकी छ है। सो क्वेसनमा के सोधेको छ, वुड यु पर्चेस द बोन्ड इफ इट इज ट्रेडिङ एट 1050? किन्ने कि नकिन्ने त के लाग्छ? सो यु बाई। सिम्पल है, यसको सिम्पल धेरै सिम्पल। के भन्दाखेरि सपोज यो पेन यसको भ्यालु 1000 हो होइन, पार भ्यालु 1000 हो। यसको हामीले भ्यालुएसन गर्दा कति देखियो त 1124 रुपिस। यसको भ्यालु चाहिँ 11.4 रुपिस भनेर भ्यालुएसन गर्यो। यही सामान 1050मा पाइरहेछ, किन्ने कि नकिन्ने त? 1124 पर्ने सामान 1050मा पाइरहनु भएको छ, किन्नुहुन्छ? अफकोर्स किन्नुहुन्छ यार, किन्ने नै हो, किन छोड्ने हो, फाइदा होइन, किन्ने हो। सो लेट्स बाई इट, त्यही डिसिजन हो। वाइ? बिकज हाम्रो भ्यालु अफ बोन्ड इज मच हायर देन द मार्केट भ्यालु। मार्केट भ्यालु चाहिँ धेरै कम रहेछ, अन्डर भ्यालु देखियो होइन त मार्केटमा। त्यसको त्यो बोन्डको भ्यालु चाहिँ अन्डर भ्यालु देखियो, मार्केट भ्यालु चाहिँ हो। त्यही कुरा रिजन त्यही लेख्यौँ। सो इफ bond is selling at RS 1050 at market, then it is undervalued
compare to its intrinsic value. So I would buy the bond. Done. सक्यो ल बधाई छ यहाँसम्म मजाले ध्यान दिनुभएकोमा थ्याङ्क यू सो मच यदि केही फिडब्याक छ भने कमेन्ट डाउन बिलो है ल म सोल्युसन पुरै देखाइदिन्छु ल हेज द कम्प्लिट सोल्युसन थ्याङ्क यू सो मच यहाँसम्म मजाले हेरिदिनु भएकोमा आई थिङ्क यो 10 to 15 minutes हेज बिन मस्ट वेल इन्भेस्टेड वाचिङ दिस भिडियो यदि केही फिडब्याक छ भने प्लिज कमेन्ट डाउन बिलो जस्तो फिडब्याक भयो भने फाइन है द थिङ्स आई निड टु इम्प्रुभ प्लिज से बिलो मजाले प्लस इफ यु लाइक माई भिडियो डोन्ट फर्गेट टु लाइक सब्सक्राइब दिस युट्युब च्यानल एन्ड प्लिज साथीलाई सेयर गर्न नबिर्सनु है फेरि पनि मैले भन्दैछु यो भिडियो चाहिँ सबै ब्याचलर लेभल स्टुडेन्टलाई मजाले काम लाग्छ इभन प्लस टू लेभल स्टुडेन्टलाई पनि काम लाग्छ सो जसले फाइनेन्स पढ्दै हुनुहुन्छ बोन भ्यालुएसन सम्बन्धी पढ्दै हुन्छ उहाँ सबैलाई काम लाग्छ प्लिज सेयर गर्नुहोला थ्याङ्क यू बाई बाई बेस्ट अफ लक फर एक्जाम